हेलो हाई नमस्ते सबैजनालाई। हामी चाहिँ दाउरा खोज्नु लागि पुगेँ। जिन्दगी भनेको यस्तो हुन्छ साथीहरू। दाउरा खोज्ने हो, घाँस काट्ने हो, धान सबै पाकिसकेछ, लडिसकेछ, काट्नुपर्ने होइन। दाउरा खोज्नुपर्ने साथीहरू। मजाहरू गएछु ल हे बरी ल। के रे छैन, सबै भुसे भुस मात्रै टक्को लाएर खोलामा निस्क्यौँ। ऊ माथिको दाउरा नलाने दाउरा छ भने त बुढीलाई ल्याइयो। दाउरा चाहिँ सबै साथीहरू टक्को लाएर होइन। यहाँ माथि घर छ होइन, मुनि बगरमा चाहिँ दाउरा खोज्नु झरेको साथीहरू। जाडो बढी गछ हौ, जाडो चिसो हुँदो रहेछ यार देशमा हिँड्दा त जाडो पो लाग्ने रहेछ। अनि यस्तो फर्काएर यस्तो यता त डाँडाहरू छ त साथीहरू होइन। डाँडाहरू त टक्को लाएर ल साथीहरू। यो दाउरा चिर्नु पर्ने लामो छ। बुढी गेडा ल्यायो नि होइन, गेडा पारी घर छ यहाँ कुल्छीमा आएर चाहिँ दाउरा काट्ने। कस्तो भारी पुग्दैन हो, धेरै हुँदैन अझै त्यहाँबाट खाला त फेरि हुन्छ हुन्छ। माथि आउनु कालो मान्छे जे गर्दा पनि कालै आउनु रहेछ यहाँ हेर। हेलो जस्तो अब त्यस्तै खिच्न हो। अनि क्यामेरा आउनु हेर्ने अनि इज्जतै जान्छ त्यो तरिकाले छिर्यो भने। कति बजी सक्यो? 8:30 भयो। ल हेरौँ है, मेरो बुढी लास्ट कडा छ नि, पुङ पुङ हान्छ ऊ। 2 सर्टमै फ्याङपुङ बनाउनु हो। खतरा खतरा बाबा दाउरा चिराइ भइरहेछ। बुढाबुढीको पालैवरि हेरौँ त। मेरो बुढी पनि कम छैन नि, पाहाडे नि हो होइन। हेरौँ त, तर लास्टै नि बुढालाई चाहिँ ठग्छ क्या। यता हेर त, बुढा त लास्टै ठग्छ क्या। हेप्छ अहिले चाहिँ काम छैन है। ल चिरो ल यति नै। बुढीको भिडियो धेरै बनाउनु हुँदैन यार
साथीहरू दाउरा पनि चिरिसक्यो है। अहिलेको लामो रुख यहाँ बुढीले चाहिँ पुरै बारी लाउनु थालेको छ होइन। यति चिर्यो 2 बारी चाहिँ हुन्छ कि पुग्दै पुग्दैन। चिर्नु चाहिँ डरै चिरिया छ। चिरिसक्यो होइन बुढीले टक्क बारी लाउँछ। ल साथीहरू चिलाउनेको दाउरा चिलाएको जिउभरि चिलाएर मलाई लाग्यो यसो यता पछाडिको चिलाउने बनाउने ठाउँमै भेट्ने खनाउने ठाउँमै भेट्नै नगरी के बोले भाइ के बोले त अरे यो यस्तो हाल्न मजा आउँछ के ल साथी हामी त यस्तो उमाको छौँ साथीहरू मेरो के अरे के भन्छ यता हेरेर हाँस यता हेरेर साथीहरू एउटा कुरा चाहिँ म भन्छु कि मेरो बुढी हाँस्यो भने नि झन्डै नै लगभग यो गाउँमै पल्टिने गरी हाँस्नु खोज्छ त्यस्तो खालको हाँस्यो के भन्छ यो फेरि एकचोटि हाँस्यो त रिप्ले त्यो जबरजस्ती हाँस्नु लाग्दा आउने हो त नि त्यो त भित्रैबाट आफै आउनु पर्यो क्या त्यो हाँसो चाहिँ यतिको चाहिँ गफ दिने भिडियो हुनुपर्छ साथीहरू। भाग्यले के लेखेको छ यो मान्छेको निधारमा यति राम्री छ होइन म कति राम्री छु भन्ने कुरा त के थाहा होइन कसले के थाहा अभियसली अरे साथीहरू दाउरा पनि घरले पुऱ्याउन आँटिसक्यो भारी लाग्यो उकालोमा हिँड्दैछ कताबाट खनाउने किच्याउँछ उता दाउरामा हुन्छ है।